ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे हाम्रो कान्छोलाई 2082 साल कार्तिक 17 गते मेरो चाहिँ अस्ति थियो आज मानसवी छोरीको अस्तिको दिन थियो 15 गते त्यही 2 दिनै मनाउँछ मान्छेले कान्छो अहिले पनि बिरामी नै छ हिजो मात्रै डिस्चार्ज गरेर विराटनगर माउन्ट मकालु माउन्ट अस्पतालबाट डिस्चार्ज गरेर हिजो लिएर आएको अहिले पनि स्वास्थ्य त्यति राम्रो त छैन हैन र पनि ममता थापा भनेको मतलब आजको ह्यापी बर्थडे बोयको मम्मीले धेरै नै कोअर्डिनेट र सपोर्ट गर्दाखेरि यो प्रोग्राम सफल भएको जस्तो मलाई अनुभूति भएको छ यतातिर अहिलेको बर्थडे बोयको जेठी दिदी हुनुहुन्छ एक पिस मात्रै हो दिदीको नाम हो मानसवी थापा र उहाँको अहिलेको जन्मदिन मनाउँदै गइरहेको दोस्रो जन्मदिन कम्प्लिट भएर तेस्रो वर्षमा लाग्दै गरेको बालक यानि कि केटाको बाबाको नाम मणिराज थापा हो भने मम्मीको नाम के अरे मम्मी नाम हजुरको शिल्पा सेठी ममता थापा शिल्पा सेठी चाहिँ नभने बरु काजल साजल भनेदेखि डाइजेस्ट हुन्थ्यो होला त्यत्रो सहर चाहिँ नभनौँ होइन शिल्पा सेठी पनि पहिलाको हिरोइन नै थियो त होइन सन्जय थिए तर काजल भने भएदेखि मिल्थ्यो भन्न खोजे मात्रै कि यो कार्यक्रमलाई यो बर्थडे सेलिब्रेसनलाई चाहिँ स्पेसल बनाइदिने जसले रोल खेलेको छ जस्तो जो छोरी मानसवी थापाले पनि राम्रै भाइटल रोल प्ले गर्नु भएको छ यो बर्थडे सेलिब्रेसनको लागि भने ममता थापाको चाहिँ कन्ट्रिब्युसन चाहिँ एकदम नोटेबल छ उल्लेखनीय छ राम्रो यो दीप प्रज्वलन गर्ने काम भइरहेछ हैन त नगर न अहिले नगर छोरीले त हिजो ठुलो बाबा ठुलो मम्मी आमा दादासँग गाईघाट बजारमा मनाएको हो क्यारे हामी त थिएनौँ 2 वर्षको भाइ कस्तो तातो भयो बिचमा गाड्नु पर्थ्यो अब यसो गर्नु यतातिर गिफ्ट हो पियानो 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 गिफ्ट कसले ल्याइदिएको भने हाम्रोमा अलिकति नजिकैको एउटा ऊ हुन्थ्यो प्रोग्राम हुन्थ्यो नजिकैको मम्मी पनि नजिकै टाढा हुन्छ मामुले किनिदिसकेको भन न स्ट्रेट फरवर्ड हो के छोरी त्यो पनि बाल उता भाइलाई उछिटेर नि फेरि आएको ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे कहाँ लुकेको गाछ बाहिर आउनु बर्थडे टु यु डियर मानस थापा फुगर 2080 साल कार्तिक 17 गतेको दिन विराट नर्सिङ होममा जन्मेको हो हैन त त्यसैले आज यही 17 गते 2 वर्ष कम्प्लिट भएर तेस्रो वर्षमा लाग्दै गरेको स्थिति छ कान्छेको 1 वर्ष कम्प्लिट 2 इयर्स कम्प्लिट छोरी 2 इयर्स कम्प्लिट यस 3 मा रनिङ छ छोरी 2 को त्यसको सिम्बलाइज भनेको कस्तो गरेर चाहिँ 2 कम्प्लिसन हो भन्ने हो के 2 इयर्स चाहिँ मोबाइलमा मेरो चार्ज नै छैन फोटो खिच्दैन कहाँ छ बर्थडे टु यु भाइ ढुङ्गा हुन्छ